नमस्ते सम्पूर्ण दर्शकहरूलाई फेरि पनि म मेरो लाइफ इन इलेक्ट्रोनिक युट्युब च्यानलमा नयाँ कोसेली लिएर बसिरहेको छु। मैले तपाईँहरूलाई आज कोसेली ल्याउने क्रममा आज यो युपिएस सम्बन्धी कसरी हामीले घरमै अथवा सामान्य बिग्रिँदाखेरि कसरी घरमै हामीले यसलाई उपचार गर्न सकिन्छ अथवा बनाउन सकिन्छ भनेर जानकारी लिएर आएको छु। मसँग यो युपिएस आएको छ। युपिएसलाई चाहिँ म चेक गर्दैछु। आजकल अब हाम्रो कुलमान घिसिङ चाहिँ भए सँगसँगै लोड सेडिङ जाने हल्लाहरू कता कता सुन्नमा आएको छ। युपिएसलाई मैले यहाँ जोडिसकेँ। यहाँ देख्छौँ, यहाँ जोडिसकेँ। उनीबाट आउनु भएन। त्यति नभएपछि सुरुमा हामीले कुनै पनि इलेक्ट्रोनिक र इलेक्ट्रिकल डिभाइस बिग्रिसकेपछि कुनै पनि समय बिग्रिसकेपछि त्यसलाई चाहिँ हामी सुरुमा फ्युज चेक गर्नुपर्छ। यसको फ्युज चेक गर्नुपर्छ। कुनै पनि डिभाइसको फ्युज हुन्छ। फ्युज चाहिँ सानो फ्युज, यो सानो फ्युज, यसको काम ठुलो हुन्छ। फ्युज चाहिँ आफू जलेर यो डिभाइस बचाउँछ, आफू जलेर यो सर्किट बचाएको हुन्छ, त्यति ठुलो काम गर्छ। आफू जलेर सर्किट र डिभाइसलाई बचाउनेलाई नै फ्युज भन्छ। त्यही भएर हामीले फ्युजको काम गर्नुपर्छ भन्छ नि, आफू जलेर अरूलाई बचाउने काम गर्नुपर्छ भन्ने सन्देश पनि म दिन चाहन्छु। अब यो फ्युज निकालिसकेपछि सर्वप्रथम यसलाई हामीले चेक गरौँ यो कतिको ठिक छ कि छैन, फ्युज जलाएको छ छैन। हुन त हेरेर पनि थाहा पाउन सकिन्छ, हामीले यसलाई यसरी हेरेर पनि थाहा पाउन सकिन्छ। तर हेरेर भन्दा यो मल्टिमिटरमा नापेर चेक गर्दा अझै बेटर। मल्टिमिटर चलाउनु मैले तपाईँहरूले भन्दा अगाडि सिकाइसकेको छु मल्टिमिटर। र आज मल्टिमिटरबाट तपाईँले फ्युज नाप्नु आउँछ होला। योभन्दा अगाडि भिडियो हेरेर र आउँदैन भनेदेखि योभन्दा अगाडिको भिडियो हेरेर मल्टिमिटर चलाउन सिक्नु होला। मल्टिमिटरको मैले चाहिँ क्वान्टिटीमा राखेको छु। यो बजारमा राखेको छु, बजार छ। किन यहाँ फ्युज नाप्दैछु है, बजार ठिक छ है भनेपछि फ्युज ठिक छ। फ्युज ठिक छ भनेपछि फ्युज हामी यहाँ लाउँछौँ। फ्युज लाएर हामी फेरि जोड्छौँ एकचोटि। प्राय डिभाइसको फ्युज गएको हुन्छ। यति कुरा चाहिँ यहाँले याद गर्नु होला। धेरै फ्युज गएको हुनसक्छ। फ्युजको बेला सर्ट म जोड्छु। जोडेर फेरि म यहाँ तपाईँहरूलाई एसीमा राखेर जोड्छु। यहाँबाट चाहिँ एसी निस्किन्छ। एसी कान्छेमा राख्नुपर्छ। एसी आएन, एसी नआएपछि खोल्नुपर्ने हुन्छ। म तपाईँलाई खोलेर देखाउनेछु। प्रायः कुनै पनि डिभाइसको तपाईँहरूले घरमै फ्युजलाई महँगो पर्दैन। यो घरमै फ्युज तपाईँहरूले चिन्नु सक्नुहुन्छ है। फ्युज चाहिँ जहिले पनि लेखेको हुन्छ, यहाँ कता फ्युज भन्ने लेखेको हुन्छ। र फ्युज यहाँ ल्याएको छ है, यहाँ फ्युज ल्याएको छ। यसलाई चाहिँ तपाईँहरूले सामान्य प्लसको सहायताबाट फ्युज चेन्ज गर्न सक्नुहुन्छ। फ्युजलाई चाहिँ महँगो पनि पर्दैन, 10, 15, 20, 50 रुपियाँभन्दा बढी पर्दैन फ्युजलाई। कहिले पनि सस्तै पर्छ फ्युजलाई। एकदम नखोलेको डिभाइस हो यो एकदम। फ्युज चाहिँ सस्तै पाउनुहुन्छ तपाईँहरूले। यहाँले फ्युज किन्नु होला। यो युपिएस चाहिँ अहिले कम्प्युटरमा काम गर्ने होला एकदमै आवश्यक छ। कम्प्युटर काम गर्नेलाई थाहा छ यो। अब अघि मैले भने नि कुलमान घिसिङ चेन्ज भए सँगसँगै नेपालमा लोड सेडिङ जाने हो कि भन्ने हल्ला छ। तर लोड सेडिङ नजाओस्, हामी काम गरी खाने मान्छेलाई लोड सेडिङले धेरै असर पार्छ। विशेष कम्प्युटरमा काम गर्ने मान्छेहरूलाई त झन् ठुलो असर पार्छ। लाइन गएपछि मैले यो खोलिसकेँ। यहाँ मैले यो खोलिसकेँ। बिस्तारै म खोल्दैछु। यहाँ हातमा देखाउँदैछु म यसको के जान्छ भनेर। यसमा खासै केही हुँदैन। यसमा अब ट्रान्सफर्मर हुन्छ। जहिले पनि एसीलाई डीसीमा कन्भर्ट गर्नलाई ट्रान्सफर्मर चाहिन्छ, डायोड ब्रिज चाहिन्छ। यसमा के भएको रहेछ भनेर म सरलै यसो हेर्दैछु। मैले यो खोलिसकेको छु, तपाईँहरूलाई खोलिसकेर देखाउँछु म। यसमा धेरै सामान छैन, यसमा यति सामानहरू तर यसको के जोड्यो भनेर यहाँ चेक गर्दैछु म। जहिले पनि डिभाइस चेक गर्नलाई चाहिँ हामीलाई ऊ चाहिन्छ है। यो मल्टिमिटर बनाएर चाहिँ हामी केही पनि चेक गर्न सक्दैनौँ। सर्ट हुनु हुँदैन, यो सर्ट नहुनुपर्छ। यो सर्ट हुनु सक्छ। यो ट्रान्सफर्मर यसको गइसक्यो। ट्रान्सफर्मर गइसक्यो भनेर यहाँले बुझ्दा हुन्छ। सर्ट हुँदै हुँदैन। यसको ब्याट्री नापौँ। यसको ब्याट्री
बेटी चाल बल देखाएर चाहिँ यहाँ तपाईँले बेटी चाल बल देखाएर छ यहाँ मलाई मलाई बेटी चाल बल देखाएर छ बेटी ठिक छ यसको ट्रान्सफर्मर जलेको सम्भावना देख्दैछु मैले ट्रान्सफर्मर जल्यो कि भन्ने मलाई शङ्का लागिरहेको छ यसको ट्रान्सफर्मर जलेको हुने प्रबल सम्भावना यसको म ट्रान्सफर्मर चेक गर्दैछु बेटी ठिक छ यसको ऊ पनि ठिक छ तर यो डिभाइस खोलिसकेपछि सुरुमा हामीले हाल्नुपर्ने यो ब्लोर हो ब्लोर हाल्नैपर्छ भित्र एकदमै धेरै धुलो हुन्छ जङ्सहरू जमेको हुन्छ यो चाहिँ मेसिनले धुलो सबै उडाउनु पर्ने हुन्छ सबै धुलो उडाएर यसले धुलो उडाएर मात्रै काम गर्नुपर्छ तर धुलो उडाउँदा त जहिले मास्क लाउनुपर्छ फेरि किनकि यहाँभित्र धेरै फोहोर छ तर मैले यो तपाईँलाई भिडियो बनाउनलाई मात्रै मैले उ गरेको हो नभए धेरै फोहोर छ म चेक गर्दै यसको ट्रान्सफर्मर हजुर पनि भेट्दै हुनुहुन्छ ए बजान राखेर चेक गर्दैछु म भनेपछि यो सर्ट ट्रान्सफर्मर यसको बिग्रेछ भनेर थाहा पाइसकेँ मैले सर्ट छ ए सबै सर्ट छ सर्ट छ भनेपछि यसको ट्रान्सफर्मर बिग्रेर छ ट्रान्सफर्मर चाहिँ सबैभन्दा यसमा गरौँ भनेको ठुलो भनेको ट्रान्सफर्मर हो ट्रान्सफर्मर बिग्रेर चाहिँ हामी ट्रान्सफर्मर चाहिँ अब हामीले बनाउनु सक्छौँ त यसको भित्र यो कोइलहरू चाहिँ एकदम गनेर बन्द गर्नुपर्ने हुन्छ यसको लागि चाहिँ हामीले तत्काल चाहिँ यो ट्रान्सफर्मर चेन्ज नगरी चाहिँ यो नबन्ने स्थितिमा छ भनेर मैले भने मैले भने होइन सही नै त्यही हो ट्रान्सफर्मर चेन्ज नगरी चाहिँ यो बन्दैन यसको चाहिँ ट्रान्सफर्मर चेन्ज गर्नुपर्छ भन्दै मैले यो तपाईँहरूलाई यसको बारेमा यसको केही नै हुँदैन यसमा यति मात्रै हुन्छ डिभाइसहरू यसमा सामान्य डिभाइसै हुन्छ यसमा ब्याट्री देखाइहालेँ मैले तपाईँलाई पनि देखाइहालेँ भन्दै तपाईँहरूलाई म इलेक्ट्रिकल डिभाइसहरूको बारेमा धेरै जानकारीमूलक भिडियोहरू दिनेछु तपाईँहरूलाई लागेको क्वेसनहरू पनि गर्नुहोला सामान्य उहरू चाहिँ तपाईँले घरै बसी पनि बनाउन सक्नुहुन्छ सामान्य भएर चाहिँ तपाईँले घरै बसेपछि जस्तै फ्युजहरू चेन्ज गर्नुलाई कुनै समस्या छैन तर तपाईँले बाहिर फ्युज चेन्ज गर्नु लानुभयो 200 देखि 500 550 सम्म लिन्छ तपाईँलाई फ्युज चेन्ज गर्नु बाहिरको मान्छेले र अरूले त्यतिकै ल तपाईँले खोल्दैन पनि यसको ट्रान्सफर्मर चेन्ज नगरिकन यो बन्दैन र आगामी दिनहरू तपाईँलाई कस्तो कस्तो भिडियोहरू चाहिन्छ मलाई भनेर म तपाईँहरूले भनेअनुसार तपाईँहरूले जस्तो भिडियो भन्नुहुन्छ म त्यस्तै भिडियो पस्कने बाचा गर्दै आजको यो च्यानलबाट लाइफ इन इलेक्ट्रोनिक युट्युब च्यानलबाट म बिदा हुन चाहन्छु यहाँहरूले यो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु भने म विनम्र अनुरोध गर्दै फेरि पनि आगामी दिनमा पनि यस्तै कोसिसहरू लिएर आउनेछु यहाँहरूले मन पराइदिनुहुन्छ होला भनेर अनुमान पनि गर्दै र यहाँहरूलाई कस्तो खालको भिडियो चाहिन्छ यो कमेन्ट बक्समा लेखिदिनु होला म त्यही खालको भिडियोहरू यहाँहरूले कस्तो जानकारीमूलक भिडियो मबाट आश गर्नुभएको छ म त्यस्तै जानकारीमूलक भिडियोहरू ल्याउने छु भन्दै आज चाहिँ यहाँहरूको माझबाट म बिदा हुन चाहन्छु यहाँको दिन शुभ रहोस् यहाँहरू सबैमा सेवा होवा नमस्ते आगामी दिनमा यहाँसँग अर्को भिडियोमा भेट्ने बाचा गर्दै म बिदा चाहन्छु यहाँहरूको दिन शुभ रहोस् हस्त नमस्ते बाई